कस्तो साह्रो टाउको दुखेको। हिजो रक्सीको तालमा के गर्यो साँच्ची निता कहाँ गयो होली त है? खोज्न जानु पर्यो भएन। काका काका बहिनी ए बहिनी दाइ के भयो बिहान बिहान आत्तिदै आउनु भएको छ त? खै बहिनी हिजो रक्सीको तालमा भाउजूलाई नराम्रो गरेछु। कता गए खै दाइ मैले त देखिनँ। भाउजूको मिल्ने साथी भनेको त पार्वती काकी हो। एकचोटि त्यहीँ गएर बुझेर आउनु न। अनि साँच्ची काकालाई त देखिन नि। बा त बिहानै मुखियाबालाई भेट्छु भनेर जानु भएको छ दाइ। ए ल त बहिनी अहिले म गएँ है, न उतै छ कि हेर्न जानु पर्यो। हस् दाइ हस्। हजुर हो। ओहो म त हजुरको बिग फ्यान हो नि। एउटा सेल्फी लिऊँ है? थ्याङ्क यू। वेलकम। अनि सधैँ हेर्नुहुन्छ हाम्रो कान्छा? सधैँ हेर्छु नि, शनिबार आउँछ। अनि त्यो अस्ति हजुरको मरेको सिन थियो नि, त्यहाँ त मलाई कस्तो रुन मन लागेको थियो। त्यो त साँच्चीकै मरेको होइन नि त नि। अनि हजुर चाहिँ कहाँसम्म हो नि? म यहीँ पर सङ्घसम्म। म पनि त्यहीसम्म हो, आउनु सँगै जाउँ। मुखिया साहब नमस्कार। नमस्कार। के भन्न आयो त अर्के? मुखिया साहब मेरो छोरी अस्मिताको बिहेको काम कुरो छिनिया छ। घरमा एउटा फुटिया कौडी छैन। मलाई अलिकति पैसा दिनु पर्यो मुखिया साहब। ए कुरो त्यहाँसम्म पुगिसक्यो? तैँले त छोरी घर छोडेर गएको छ, आएपछि बिस्तार तिर्छु भने होइन? पहिलाको ऋण तिर्नु कता तँलाई छोरी आएको 2 दिन नबित्दै बिहे गर्नलाई हतार भइसक्यो। तँलाई म पैसा दिन्न हेर। त्यसो नभन्नुहोस् मुखिया साहब। हुर्केकी चेलीबेटी अब सधैँभरि आफ्नो घरमा राख्ने कुरा नै आएन। अनि राम्रो घर आएको छ मुखिया साहब, त्यसलाई टिका लाएर पठाइदिनु पाए यो आत्माले मर्ने बेला पनि शान्ति पाउँथ्यो मुखिया साहब। हेर अर्के, म अरूको दुःख देख्न सक्दिनँ। तैपनि पोली खानी छोरा र माया मार्ने धन कसैको पनि हुँदैन। तँलाई म पैसा त देऊँला। यदि मेरो पैसा 6 महिनाभित्र समावेश गरेर तिर्नुहोस् भने तेरो घरबारी सबै मेरो हुन्छ नि। फेरि यदि तँ मन्जुर छस् भने तँलाई म पैसा भोलि घरमै ल्याइदिन्छु। हस् मुखिया साहब नमस्कार। लागि मुखिया साहब। पार्वती कताबाट? त्यहाँ पारीसम्म जाऊ कि भनेर हिँडेको दाइ। अनि तपाईँ कता हिँड्नु भएको त? छोरी अस्मिताको बिहेको कुरो छिनेको थियो नानी। अनि मुखिया साहबले अलिकति ऋण दिनुहुन्छ कि भनेर मागेर आएको नानी। ए कहिलेले छिन्नु भयो त दाइ? खै चाँडै गर्छु भनेका छन् केटापट्टिबाट त। ल अहिले अलि हतार छ,
म लागेँ है नानी। छोरी, ए छोरी, हजुर बाबा। पानी ल्याऊ न अलिकति खाऊ। अब के भन्नु खोइ। अनि बाबा मुखियाबालाई भेट्नुभयो? अनि बाबा मुखियाबाले के भन्नुभयो त? खै के भन्नु छोरी, अब पहिलाकै ऋण तिर्न सकेका छैनस्, दिन त दिउँला, तर अब 6 महिनामा तिरिनस् भने तेरो घर जग्गा जम्मै खान्छु भने मुखियाले। खै दिने हुन् कि नदिने हुन्? बाबा म अहिले नै बिहे गर्दिनँ। त्यही माथि हामीसँग पैसा पनि छैन। यसै त हाम्रो ऋण कति छ, ऋणमाथि ऋण हुन्छ। म त बिहे गर्दिनँ। बाबा म तपाईँलाई ऋणमाथि ऋण थोपारेर खुसी साथ डोली चढ्न सक्दिनँ बाबा, सक्दिनँ। त्यसो नभन् छोरी, छोरीको जात एक दिन त पढाइ गरेर जानै पर्छ। म त अस्ताउन लागेको काम कतिखेर त्यो क्षितिज पारी विलिन हुन्छु थाहा छैन। यतिका वर्षहरू मैले तेरो सम्झना अनि तेरै प्रतीक्षामा बिताएको छु छोरी। आज त आएकी छस्, मलाई स्वर्गै पुगेसरी भएको छ। मलाई अरू कुनै आश छैन छोरी। मलाई त तेरो अनि तेरो बहिनीको बिहे गरिदिन पाए मलाई सम्पूर्ण पुग्छ छोरी। मरेर जाँदा पनि यो आत्माले शान्ति पाउँछ छोरी। भयो छोरी, नरो नरो छोरी, नरो। बहिनी खोइ त? खै बाबा, बहिनी बिहान निस्के कि कहाँ गई अहिलेसम्म आएकी छैन। बाबा पानी पनि सकिएको थियो, तपाईँ हिँड्नुहोस्, भित्र बस्नुहोस्, म चाहिँ पानी लिएर आउँछु। हस्।
अस्मिता, म तिमीलाई भेट्न तिम्रै घर जाँदै थिएँ। किन र दाइ, केही काम थियो कि? त्यस्तो काम त केही थिएन, तर अस्मिता, अस्ति तिमीलाई तिम्रो बहिनीसँग देखेपछि मन सम्हाल्नै गाह्रो परेको छ। दाइ, के भन्नुभएको यो? अलि मुख सम्हालेर बोल्नुहोस्। मैले तपाईँलाई दाइ भनेर सम्मान गरिराखेकी छु। दाइ हुनुहुन्छ, दाइको ठाउँमा बस्नुहोस्। यदि यो भन्दा माथि जान खोज्नुभयो भने राम्रो हुने छैन। खै छोड्नुहोस् बाटो। त्यसो नभन अस्मिता। भुक्के, तँलाई एउटै गाउँको बेसारा चेलीबेटीको हाँसोमा त लाज लाग्दैन? अब फेरि यस्तो देखि भने राम्रो हुँदैन, बुझिस्? जाऊ अस्मिता। ओइ भुक्के, के भयो? साला त्यो विजयले मेरो मुड अफ बनायो। अब हेर्दै जा त्यो विजयलाई के गर्छु। हो, त्यो विजय साह्रै हिरो पल्टेको छ। त्यसलाई त्यतिकै छोड्नु हुँदैन। ठिक कुरा गरिस् तैँले। भुक्के, यो गाउँमा बाटो बनाउन केन्द्र परेछ, तर त्यो मुखियाले सधैँ अरूलाई मात्रै दिन्छ। यो पालि चाहिँ मलाई चाहियो, बरु तँलाई भेटिँदैन। ल ठिक छ, त चिन्ता नलि, लैन मुखियालाई भेट्न। ठिक समयमा आउनुभयो, नत्र मलाई त्यो भुक्केले जे पनि गर्न सक्थ्यो। धन्यवाद दाइ। ओहो अस्मिता, हामी त पहिल्यैदेखिको साथी। यो दाइ साइ र धन्यवादको कुरा छाडिदेऊ। मेरो नाम विजय हो, तिमीले विजय भनेर बोलाउन सक्छौ। फेरि त्यो भुक्केको कुरा, त्यो त एक नम्बरको हरामी हो। जबसम्म तिमी जस्तो नारीको अस्मिताको कुरा छ, त्यहाँ म हमेसा साथ दिन्छु, चाहे आफन्त होस् या पराई। ल दाइ, म पानी लिन गएँ है। अस्मिता। ओ सरी, ल विजय, म पानी लिन गएको ल। वाउ, गुड। म पनि अहिले गएँ ल। पानी नै आउँदैन त हौ। दिदी पानी लिन आउनुभएको? बहिनी पानी लिन आएको। ल म गएको ल बहिनी। के हो मिना, खुब मस्की मस्की बोलिरहेको छ। अस्ति त खुब अलक्षणीय हो भन्थिस् त। बिना तपाईले कस्तो कुरा गर्छस्? मनमा जस्तो भयो नि मुखले ठिक्क पार्नु परेन। मलाई त त्यस्तै अलक्षणीको मुख हेर्न पनि मन थिएन, तर के गर्नु, भेट भइहाल्यो। दिदी, तपाईलाई के भयो? खै बहिनी, गाउँतिर घुमेर आएपछि एक्कासी के भयो टाउको एकदम दुखिरहेछ, भूत पो लाग्यो कि नानी। दिदी, म खाना ल्याइदिन्छु, तपाईँ खाना खानु, म औषधि लिन जान्छु है। म खान्न नानी, मलाई खानै मन छैन। बरु तिमी हिजै आएको मान्छे, घरमा बाबुले खोज्नु भयो होला, जाऊ तिमी। दिदी, त्यो जडियाको के काम? जाड खायो, बेकारमा न्यु झिक्यो, पिट्यो। नानी, जस्तो भयो भने श्रीमान भनेको श्रीमानै हो। मलाई नै हेर त, एक्लो जीवन मैले कसरी कटाइरहेको छु।
भयो तपाईँलाई? ए बाबु पनि आउनु भएछ, बस्नु न यता। हुन्छ भाउजू। खै बाबु एक्कासी के भयो बेसरी टाउको दुखिरहेछ, भुट पो लाग्यो कि। ए निता, जाऊ त पारी धामी माइला होला, बोलाएर ल्याऊ त। दिदी म धामी बोलाएर ल्याउँछु। ल अलि छिटाऊ है। ए बाबु तपाईँ नखाँदा त दैवसरी हुनुहुन्छ, खाएपछि चाहिँ के हुन्छ तपाईँलाई? खै भाउजू, के बानी बस्यो। नखाए पनि खाउँ मन लाग्छ, खाएपछि सबै होसै घुम्छ। बाबु बरु खानै छोडिदिनु। हिजो बेलुका पनि तपाईँले नितालाई पिट्नु भएछ, बिचारी आफै त अपङ्ग छे, तपाईँलाई नै सबै थोक ठानेर बसेकी छे। तपाईँले पनि त्यस्तो गर्नुभयो भने त बिचारी कहाँ जाओस्? त्यो त हो भाउजू। दिदी तपाईँलाई अलि सन्चो भएन? ए धामी बा, हेर्नु न भाउजूलाई एक्कासी टाउको दुख्यो रे, के भएछ यसो हेरिदिनुहोस् त। ऊ त्यो पारीको चाहिँ भूत लागेको छ दोबाटोको करानी लिएर। मैले अब सबै गरिदिएको छु। हस् त धामी। ल अब के गर्नु त, जाड खाएर आएपछि पिक्निक खाइहाल्नुहुन्छ। ल बाबा ल, अब खान्न हो त, बरु जाउँ एउटा घर। ल त भाउजू, अहिले हामी गयौँ है त। हस् बाबु। ल दिदी गयो। ल नानी। कता हुनु नि? यसो टिकटक बनाऊँ भनेको अलि राम्रो ठाउँ नै भेटिनँ। अनि त कता हिँडिस् नि? म त्यही माथि गएर आएको नि। उता पर बसेर एकछिन टिकटक बनाऊँ है। ल चम्चम। कहिले म बनाइदिन्छु। राम्रै आएछ ल। खै कस्तो आएछ हेरौँ त। राम्रो आएको छ, अब घर गएर पोस्ट गरौँ है। नमस्कार मुखेबा। नमस्कार। कता हिँड्यौ त केटा? हामी तपाईँलाई नै भेट्न आएको मुखेबा। ए केही काम पो थियो कि? मुखिया बा, यहाँ परेको तेल त सधैँ अरूलाई दिनुहुन्छ, यसपालि मलाई दिनु पर्यो। हेर केटा, तिमीहरूको मलाई त्यति भर लाग्दैन, त्यसैले म यो टेन्डर तिमीहरूलाई म दिन सक्दिनँ। हेर्नुहोस् मुखेबा, यो हातले तपाईँलाई सधैँ नमस्कार गरेको छु, तर यो टेन्डर यदि यसको भएन भने यो नमस्कार गर्ने हातले कसरी भुक्क्याउनु पर्छ मलाई राम्ररी थाहा छ। जाउँ केटा। प्रमोद, के छ खबर? ठिक छ यार, तेरो के छ नि? मेरो नि ठिकै छ, आइज न त्यहाँ बसेर कुरा गरौँ। जाम न त। के हो, तेरो त बिहे हुँदैछ अरे, तिमीलाई त थाहा छ कि छैन? हुँदैछ यार, थाहा भइहाल्छ नि। कार्ड छापिँदैछ, तँलाई पनि दिउँला नि। हो, चाहिँदैन, कार्ड नै किन चाहियो र? तुले निम्तो दिस भने पनि म आइहाल्छु नि। ओइ केटा हो, के गरिरहेको? अङ्कल नमस्ते। ए कुमार नमस्ते, के छ नि अनि? प्रमोद बेको चाँज पाँच मिलाउनु पर्ने, यो त यताको बराली रहेछ। जा त बजार गरेर आइज। हस् बुवा।
ल कुमार म अहिले जान्छु। म पनि त्यहीँ परसान जाने हो, सँगै जाऊ न। के भन्नु यी केटाहरूलाई, उता उसको बिहे भन्छ नि, यता आफ्नो बिहे भइसक्यो। पैसाको चाँजो पाँजो नि मिले छैन, के मिलाउने हो। ए भीमभाइ के हो एक्लै गफ गर्दै हिँड्नु भएको थियो नि त? ए के हिँड्दै केटाहरू सधैँ गाउँ डुलेर हिँड्छन्, दिक्क लागिसक्यो भने। ए बिहेको कुरा त छिनिसक्नु भएछ नि। के हिँड्दै छिनियो। अस्ति तपाईँ आउनुहुन्छ भने आउनु भएन। आउँछु भनेको अलि भ्याइएन। ल बिहेमा चाहिँ भ्याइने भन्न पाइँदैन है। आइहाल्छु नि। ल त भीमभाइ अहिले लाग्छु म। हुन्छ दाइ हुन्छ। काका ए काका को हो नानी? मैले त चिन्न सकिनँ नि। काका म रिता, तपाईँको ठुलो दाइ बिर्खेको छोरी। ए आऊ न त आऊ, भित्रै जाउँ आऊ। बस बस। बाबा को हुने नि? यिनी त हाम्रो त्यो लेखमा तिमीलाई सानामा माया गर्ने ठुलो बा थिए नि, हो तिनैको छोरी रिता। अनि बहिनी खबरै नगरेर एक्कासी कसरी आयौ त यहाँ? दिदी कोरोनाले आमा र बाबा दुवैलाई भगवानको प्यारो बनाइदियो। यो समाजमा एक्लै भएर बाँच्न नसकिँदो रहेछ। त्यसैले आफ्ना आफन्त कहाँ छन् भन्दै खोज्दै भौतारिँदै यहाँ आइपुगे दिदी। भइगयो, नरौ नानी, रुनु पर्दैन। अब तिमी आइहाल्यौ, अब तिमी पनि हाम्रै छोरी हौ, नरौ बा। सुख दुःख जे हुन्छ मिठो मसिनो यहीँ पाकेर खाउँला। तिमी पनि छोरी सरकै हौ, नरौ नानी नरौ। जाऊ छोरी, त्यहाँ पसलबाट केही चिज खानेकुरा लिएर आऊ त, यिनीलाई भोक लाग्यो होला। हस् बाबा। म तिमीलाई एकदमै मन पराउँछु। दाइ तपाईँले यो के भन्नुभएको? मैले तपाईँलाई यस्तो नजरले हेरेकै छैन। त्यसो नभन अस्मिता, म तिमीलाई एकदमै मन पराउँछु। छोड्नु भनेको के गरेको?